सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा एजुकेसन जोनमा। तपाईँ यसमा चाहिँ समरीहरू इङ्ग्लिसको मेजर इङ्ग्लिसको समरीहरू सुन्न सक्नुहुन्छ। अनि आज चाहिँ मैले बिए सेकेन्ड इयरको इङ्ग्लिसबाट एउटा समरी लिएर आएको छु। यसको नाम छ द ट्रुथ। फ्रान्सिस ब्याकनले लेख्नु भएको द ट्रुथको बारेमा आज मैले एक्सप्लेन गर्नेछु। कृपया लास्टसम्म सुन्नुहुन्छ भन्ने मैले अपेक्षा गर्दछु। फ्रान्सिस ब्याकनको द ट्रुथ एउटा मोरल फिलोसोफिकल एसे हो जसमा ट्रुथको भ्यालु, इम्पोर्टेन्स र ह्युमन लाइफमा यसको इम्प्याक्टको गहिरो चर्चा गरिएको छ। ब्याकन भन्छन् कि मानव स्वभावले कहिलेकाहीँ लाइजलाई झुटोलाई एट्र्याक्टिभ मान्छ, किनकि लाई इज मोमेन्ट्री प्लेजर दिन्छ, एउटा मोमेन्ट्री प्लेजर दिन्छ। तर ट्रुथ इज द हाइएस्ट एन्ड प्योरेस्ट भर्ट्यु हो जसले मानिसलाई करेक्ट पाथमा राख्छ। ब्याकनले लाइलाई एनालोगी मिक्सचर विथ द मेटल्स जस्तो भन्छन्। देख्दा चम्किलो तर भित्र बिग्रिएको झुटो मानिसको रूपमा उनले यसलाई व्याख्या गर्छन्। माइन्डमा कन्फ्युजन, सफरिङ, डिस्ट्रस्ट पैदा गर्छ यसले चाहिँ, अब झुटो कुराले चाहिँ। अनि तर ट्रुथले चाहिँ क्लियर अन्डरस्ट्यान्डिङ, पिस, स्टेबिलिटी दिन्छ। ट्रुथमा बस्ने मानिस स्ट्रङ लाइक अ डायमन्ड जस्तै हुन्छ। उनले धार्मिक एङ्गलबाट ट्रुथलाई व्याख्या गरेका छन्। उनले के भनेका छन् भन्दाखेरि ट्रुथलाई लाइट अफ द वर्ल्ड भन्छन्। ट्रुथलाई लाइट अफ द वर्ल्ड भन्छन्। ट्रुथले मानिसलाई गडको नजिक पुर्याउँछ। के त सत्य कुराले भगवानको नजिक पुर्याउँछ, किनकि यसमा अनेस्टी हुन्छ, सिम्प्लिसिटी हुन्छ र गुडनेस हुन्छ। यसमा अन्त्यमा ब्याकन भन्छन् कि लाइफ ह्याप्पिनेस डिपेन्ड अन लिभिङ विथ ट्रुथ, नट विथ लाइज, बट ट्रुथ सुड बी प्र्याक्टिस इन एभ्री डे लाइफ फर पर्सनल, सोसियल एन्ड स्पिरिचुअल ग्रोथ। त्यसैले हाम्रो जीवनमा फ्रान्सिस ब्याकनले लेख्नुभएको यो ट्रुथ स्टोरी एसेमा चाहिँ हामी के पाउन सक्छौँ भने यसको मेन आइडिया, यसको थिम के हो भन्दाखेरि हामीले जस्तो सुकै अवस्थामा पनि साँचो कुरा बोल्नु पर्यो। ट्रुथ इज मोस्ट इम्पोर्टेन्ट थिङ। अनि यिनले भन्छन् हामीले साँचो बोल्यो भने हामीलाई भित्रैबाट शान्ति प्राप्त हुन्छ, हामी सक्षम हुन्छौँ, हामी क्लियर रूपमा बुझ्न सक्छौँ सबै कुरालाई। अनि झुटो भनेको एउटा खोक्रो चिज हो। झुटोले आज हामीलाई प्लेजर दिन्छ, एउटा मोमेन्टरी प्लेजर दिन्छ, अहिले एउटा क्षणिक रूपमा खुसी दिन्छ। तर फ्युचरमा जानु पर्यो भने यसले चाहिँ हामीलाई केही पनि दिँदैन, यसले हामीलाई समस्या निम्ताउँछ। त्यसैले हामीले साँचो चाहिँ बोल्नुपर्छ है, साँचो चाहिँ गर्नुपर्छ। हरेक कुरा सत्यको विजय हुन्छ भन्ने खालको यिनको एसे रहेको छ। अब आज यसको चाहिँ एकदम मैले सर्ट एसे सबै युनिटको चाहिँ एसे गरेर सर्ट एसेहरू तपाईँले प्रोभाइड गर्नेछु। तपाईँले एकदमै ध्यान दिएर सुन्नुहोला। यसमा क्लियर रूपमा बुझिन्छ, यसमा केही पनि छैन, क्लियर रूपमा बुझिन्छ। अनि समयको पनि तपाईँको बचत हुन्छ। इक्जाम आइरहेको होला, समयको पनि बचत हुन्छ एकदम छोटो समयमा। अनि तपाईँलाई चाहिँ रिभाइज हुन्छ। यो भनेको चाहिँ के हो भन्दाखेरि इक्जाममा लेख्न सजिलो हुन्छ नि त, अलिकति त्यसको स्टोरी बुझ्दाखेरि पनि। हस्, थ्याङ्क यू। अब तपाईँलाई यदि मनपर्छ, यदि चाहिन्छ भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई, एजुकेसन जोनलाई। थ्याङ्क यू सो मच फर लिसनिङ एन्ड वाचिङ।